कपडा सिलाउने गर्दा छेउमा उसको चाहिँ नाति बसेको रहेछ, सानो फुच्चे बाबु स्कुल पढ्ने बाबु बसेको रहेछ। हजुरबाले मजाले त्यो जुक्की मेसिन चलाएर मजाले चाहिँ सिलाउँदै थिए। अनि कतिपय ठाउँमा सिउले सिलाउनु पर्थ्यो, कतिपय ठाउँमा मेसिनले सिलाउँथ्यो। सानो चाहिँ त्यो नाति बच्चा छेउमा बसेर हेरिरहेको थियो, गौर गरेर हेरेको थियो मेरो हजुरबाले के गरिरहेको छ हेर्दै थियो। अनि हजुरबाले के गरिरहेको थियो, चुई 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 कपडा काट्थ्यो, कैँची चाहिँ तल खुट्टा तल राख्थ्यो, टेबल पनि जुक्की मेसिन पनि राख्थ्यो। अनि सुई 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 बेला बेलामा त्यो हातमा सिलाउने चाहिँ सियोले सिलाउँथ्यो। सियो चाहिँ टोपीमा चाहिँ सट्टा गरेर टोपीमा अड्काउँथ्यो सियो। बच्चाले चाहिँ हेरिरहेछ, यो मेरो हजुरबाले सियो कैँची चाहिँ किन तल राख्छ, सियो चाहिँ किन टाउकोमा चाहिँ टोपीमा सिउर छ, गजब छ। सियो तल राखेर कैँची माथि राखे पनि हुने भने बडा चाहिँ खुल्दुली लागेछ बच्चालाई। उसले भन्छ हजुरबा तिमीले त सियो तल नराखेर कैँची माथि राखेको भए, तल सियो तल राखेर कैँची माथि राखेको भए त हुन्थ्यो नि, किन तिमीले हरदम कैँची मात्रै तल राख्छौ, सियो टोपीमा राख्छौ भनेर भन्दा हजुरबाले भन्नुभएको छ अरे बाबु यसको अर्थ छ तिमीलाई थाहा छ, कैँची भनेको काट्ने टुक्राउने चिज हो, सियो जोड्ने चिज हो। जहिले पनि टुक्राउने चिजलाई विभाजन गर्ने चिजलाई तलै राख्नुपर्छ, त्यसलाई उच्च ठाउँ दिनु हुँदैन, जोड्ने चिजलाई माथि राख्नुपर्छ भनेर चाहिँ हजुरबाले बाबु आफ्नो नातिलाई भनेको थियो। तपाईँलाई हाम्रो आग्रह छ यो बेलामा समाज एकताबद्ध बनाउने, समाजमा सहिष्णुता काम गर्ने र समाजलाई चाहिँ जोड्ने सियोको रूपमा तपाईँको कलम गरेको छ।